युरिक एसिडलाई नै दोष दिइरहनु भएको अहिलेसम्म दुखाइको लागि। नमस्कार, म डाक्टर विवेक वैद्य। सबै दुखाइ, जोर्नी दुखाइ युरिक एसिड हुँदैनन्। युरिक एसिड भनेको खुट्टाको बुढी औँला रातो हुने, सुन्निने, हैन, वर्षमा 1-2 पटक अट्याक गर्ने खालको एक किसिमको रोग हो, जुन पुरुषहरूमा बढी देखिन्छ र महिलाहरूमा भने महिनावारी बन्द हुने उमेरमा देखिन्छ। जोर्नी दुखाइका विभिन्न कारण हुन सक्छन्। धेरैजसो बिहान उठ्दाखेरि दुख्ने, बिहान उठ्दा कक्रक्क हुने, जोर्नी सुन्निने र धेरैजसो हातका जोर्नीहरूमा छन् भने युरिक एसिड हुने सम्भावना एकदम कम छ। त्यसमा युरिक एसिडको दबाई गरेर या युरिक एसिडसँग सम्बन्धित खाना बारेर तपाईलाई फाइदा हुने छैन। त्यो गठिया बात हुनसक्छ, कसैको ढाड कक्रिने, कुब्रिने बात हुनसक्छ, महिलाहरूमा भित्र अङ्ग असर गर्ने, लुपस, स्क्लेरोडर्मा, सग्रेन्स, मुख आँखा सुक्खा हुने, यस्ता विभिन्न बातहरूमा चाहिँ हातका औँलाहरू दुख्ने, कम्मर दुख्ने, ढाड दुख्ने समस्या हुन्छ। त्यही भएर जोर्नी दुखेको छ भन्दैमा युरिक एसिडको दबाई चलाउनु या युरिक एसिड भनेर खाना बारेर बस्नुले तपाईँको स्वास्थ्यमा झन् नकारात्मक असर पनि पर्न सक्छ। धन्यवाद।